हेलो गाइज दर्शक नमस्ते सन्चै आराम हुनुहुन्छ होला सबैजना। आज पनि एउटा राम्रो डिस लिएर आएको छु। ओस्टर सस विथ बोक्चे। सबभन्दा पहिला चाहिँ बोक्चेलाई लिएर मस्त 1/2 काट्छु धोएर। अनि धोएर चाहिँ हल्का उम्लेको पानीमा नुन तेल हालेर मजाले बोइल गर्ने 5 मिनट जति। अनि यसलाई मजाले उम्लिसकेपछि फेरि यसलाई निकाल्ने कोल्ड वाटरमा। कोल्ड वाटरमा एकछिन भिजेपछि फेरि म सस बनाउँछु। त्यसको लागि तेल, गार्लिक, ओस्टर सस, अनि लाइट चिल्ली पेस्ट, अनि वाटर, सल्ट, अरोमेट, अनि म त्यसमा बोक्चे हाल्छु। अनि हल्का माथिबाट कर्नफ्लोर। त्यसैले म फेरि यसलाई प्लेटमा राख्छु। प्लेटमा मस्त सजाएर राखेपछि यसलाई फेरि माथिबाट फ्राई गार्लिक हाल्छु। फ्राई गार्लिक हालेपछि फेरि म यसमा माइक्रोग्रेन त्यसमाथि एडिटेबल फ्लावर एड गर्छु। हेर्नु म गाइस कस्तो लाग्यो तपाईहरुलाई है। लाइक कमेन्ट शेयर गर्न नबिर्सनु होला। भिडियो मन परे भिडियो नभर पनि केही सल्लाह सुझाव दिनु होला। थ्यांक यू फर वाचिङ गाइस।